हेलो साथीहरु, हामी लाग्यौँ कता हो यहाँ बाटो बिर्सेर ल हामी त यतिजना भएर लु हामी कता गयौँ भनिदिनु त यहाँ लु कहाँ ए दिँदैन नि उनीहरूले बनाउनु। हामी चाहिँ पशुपतिदेखि यता इन्डियाको बोर्डर छिर्यौँ ल। हामी चाहिँ राजकुमार भेबे गुम्बा जाँदैछौँ। बाटो यही होला भनेर हामी जाँदैछौँ है साथीहरू, निनी दिदी भाउजू दिदीहरूसँग हामी जाँदैछौँ। यस्तो छ पारी लु हुस्से लागेर केही देखिँदैन। हामी चाहिँ बाटो यस्तो छ, हिँड्दैछौँ है गाइस। हामी चाहिँ ओरालीमा पछि पछि यो केटीहरू के भएको ल आयो ल। हामी चाहिँ गुम्बा जाँदैछौँ ल। हामीले चाहिँ यहाँनिर चिसो बोक्ने भाइ पनि चिन्नुभयो होला, अनुहार चाहिँ देख्नु भएको छैन ल। हामी त गीत गाउँदै रमाइलो गर्दै चिसो त झन् हामीले फिकलमा कति ठाउँ चालेर चाहिँ किन्यौँ एक केस भने साथीहरू। कति महँगो है, फिकलमा त महँगो रहेछ। झापामा सस्तो न अहिले महँगो भएको हो कि अहिले त महँगो रहेछ है साथीहरू। किनेर त नसकिने रहेछ यहाँ त। भरै भाइलाई छोडिराखेर हामी उतै जान्छौँ र नि उहाँ मुसे खोलामा भेट्नुहुँदैन है। आयो ल। हामी चाहिँ यहाँ चाहिँ एकदम ओह्रालो भएकोले साथीहरू हिँड्दै जाँदैछौँ। हामी कहाँ गएको भन्ने कुरा चाहिँ म भरे तपाईँहरूलाई देखाउँछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला ल। अहिले चाहिँ हामी जाँदै मात्रै छौँ है साथीहरू ल। ल एकदम यस्तो ओह्रालो बाटो जाँदैछौँ फ्याफे हुँदै। आम्मामा निकै तल रहेछ। हामी चाहिँ माथि नै गाडी राखेर झरेको साथीहरू, किनभने यहाँ बाटो एकदम चिप्लो रहेछ नि त पानी आएकोले। अनि हामी चाहिँ हिँड्दै जाँदैछौँ। सबैजना खुट्टा दुख्ने घुँडा दुख्ने हुँदै भए पनि हिँड्दै बस्यौँ त पाहाडमा त। अनि हामी चाहिँ पशुपतिदेखि उता भित्र इन्डियाको बोर्डर छेउमै पुग्नु चाहिँ पुगेको, तर यता